एसीमा क्वेसन नम्बर 16 मा सोध्ने यो प्रोबेबिलिटीको अर्को एउटा क्वेसन लिएर आएको छु मैले। यदि एउटा ब्यागमा एउटा रेड बल, एउटा ब्लू बल र एउटा व्हाइट बल दियो र एकपछि अर्को बल निकाल्यो विथआउट रिप्लेसमेन्ट, निकालिसकेपछि नराखिकन हामीले कसरी ट्री डायग्राममा देखाउने भन्ने कुरामा धेरैसो विद्यार्थीलाई यसमा कन्फ्युजन हुन्छ। सो त्यसैले मैले यहाँ ल्याएको छु। फर्स्टमा छ सो अल द पोसिबल आउटकम्स इन अ ट्री डायग्राम भनेको छ। विथआउट रिप्लेसमेन्ट भयो भने के हुन्छ त? यहाँ नम्बर अफ रेड बल 1 भयो, नम्बर अफ ब्लू बल 1 छ, नम्बर अफ व्हाइट बल 1 भइहाल्यो गिभनमा। सो अब हाम्रो यो ब्यागमा 1 रेड 1 ब्लू र 1 व्हाइट भएको भएर फर्स्टमा हामीले एउटा बल निकाल्दा कि रेड आउँछ अथवा ब्लू आउँछ अथवा व्हाइट आउँछ। सो यसको प्रोबेबिलिटी, रेडको प्रोबेबिलिटी निकाल्नको लागि यहाँ रेड एउटा छ र यो जोड्दाखेरि 3वटा, त्यही भएर 1/3 हुने भयो। ब्लूको पनि त्यसरी नै 1/3, व्हाइटको पनि 1/3 हुने भयो। अब सेकेन्ड ड्रमा ध्यान दिनुपर्ने, यहाँ यसमा रेड निस्केको भएर यसमा रेड रहँदैन, त्यही भएर 1 ब्लू 1 व्हाइट मात्र रहने भयो। सिमिलरली ब्लू निस्क्यो भने 1 रेड 1 व्हाइट, अर्को व्हाइट निस्क्यो भने 1 रेड र 1 ब्लू रहने भयो। त्यसैले अब यसमा हामीले सेकेन्ड ड्रमा एउटा अर्को बल निकाल्यो भने कि ब्लू आउँछ अथवा व्हाइट आउँछ। सिमिलरली यसमा कि रेड आउँछ अथवा व्हाइट आउँछ, रेड आउँछ अथवा ब्लू आउँछ भन्ने कुरा थाहा हुनु पर्यो। अब यसमा हामीले पोसिबल आउटकम्सहरू देखाउँदाखेरि पिआरबी यो 1/3 इन्टु 1/2 गरेपछि 1/6। सिमिलरली यो सबै यसरी हामीले निकाल्न सिकिसकेका छौँ पहिले नै। त्यसै गरी अब सेकेन्ड क्वेसनमा छ वाट इज द प्रोबेबिलिटी अफ आउटकम्स अफ बोथ रेड बल्स, राइट इट विथ रिजन भनेको छ। अब यसमा चाहिँ दुईवटै रेड बल आउने चान्सेस कति छ त? द प्रोबेबिलिटी अफ आउटकम्स अफ बोथ रेड बल्स इज 0। किन भन्दाखेरि त्यहाँ जम्मा एउटा मात्र रेड बल दिएको छ, सेकेन्ड ड्रमा रेड बलै रहँदैन, त्यसैले दुईवटा रेड बल आउने चान्सेस हुँदैन, पोसिबलै छैन। त्यही भएर हाम्रो यसको प्रोबेबिलिटी कति हुने भयो? 0 भयो। बिकज देयर इज नो रेड बल फर द सेकेन्ड ड्र भन्ने कुरा थाहा हुनु भयो।